अनि 107 kg लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब सब्सक्राइब गर्न नबिर्सिनु काम ड्युटी काम र ड्युटी भने त एउटै हुन्छ सेलरोटी सरी यार मेरो यो मेरो सोनै खानेको के लागेर त मा मजा हानिदिन्छ सबजना पेट ढुस ढुस चामलको जुस थप्रै बिग्रे जस्तो भयो यो चाहिँ तरिका स्वाट एक सर्टमा हड्डी के राजा अनि राजा मन्त्री अनि दास 5 देखि 10 मिनेट त त्यो हुन्छ पाल्दै खोज्दै बस्यो होला के त्यो एउटा लाज पनि लगाइरहेको छ एउटा कमेडी पनि लगाइरहेको छ हुन्छ नि I have to live in this earth, you know, 1000 years. वेलकम टु खन्चुवा सान्दाई हैन त अब हामीसँग आज चाहिँ एकदम स्पेशल गेस्ट हुनुहुन्छ हैन मेरो बेस्ट बडी ब्रदर जे भने पनि इज माई बेस्ट दाजु हेलो गाइज के छ है आज म खन्चुवा सानको च्यानलमा आइसकेँ हैन अब यो हाम्रो प्लानिङ धेरै अगाडिबाट भइरहेको थियो तर आज चाहिँ म चाहिँ खन्चुवा सानकोमा आइसकेँ हैन अनि म एक्साइटेड पनि थिएँ आज दिनभरिमा हुन्छ नि खन्चुवा सानको च्यानलमा आउँदैछु हैन दिउँसै दिनबाट चाहिँ म हुन्छ नि ओभर एक्साइटेड थिएँ अब त्यही हो हैन अब चाहिँ त्यही हो हैन अनि हाम्रो अब ढिला नगरिकन दाइ पहिला सुरुमा अब खान सुरु यो बर भोक लागिरहेको छ बर यार अनि आज हामीसँग चिकन छ चिकन हैन चिकन भइहाल्यो अनि यो चाहिँ हाम्रो सेलरोटी बनायो क्या तिमीले सेलरोटी ए प्याजको सेलरोटी अनि त्यसपछि के अरे बन्दा र गाजरको के भन्छ मिसाको यो चाहिँ हाम्रो हैन सुपर स्पाइसी यो चाहिँ सुपर स्पाइसी छ धेरै पनि छैन हैन यतिमा यति हालेको छ है अनि एउटा अलिकति सस साथीले लिएर आइदिएको थियो यो सस छ एनीवे जुनै ट्राई गर्दैन हुन्छ अनि यहाँ पाउरोटी पनि रहेछ त अनि यो चाहिँ के हो पाउरोटी पाउरोटी पनि छ हैन अनि आज हामीसँग अर्को कुरा पनि छ यो चाहिँ कोक स्पेशल कोक फर अस कोदोको कोक हुन्छ भाइ खानुपर्छ कोदोको कोक तर यो जाँदैन नि त अघि दिन खाइरहेछौँ भाइ अब यो जान्छ कि जाँदैन थाहा छैन यो खानुपर्छ खन्चुवा सानकोमा चाहिँ खानै आयो नि पहिला सुरुमा हामी हैन चिकनबाटै सुरु गरौँ तर सुरु गरौँ भाइ म पनि यो मैले दाइलाई त्यो सरी तपाईँले आज उल्टो भएछ है होइन चोपाउनु पर्यो नि त होइन पहिला यही चोप्ने हो ओभर स्पाइसी छ जस्तो लाग्यो पहिला यही चोप्ने हो यातै चोप्ने हो ल खाए यस्तो स्पाइस छ बाबा यहाँनिर पुगेको तर एक साइडमा त पिरो त हुन्छ नि यता मात्र लाग्यो क्या पिरो लाग्यो भनेपछि नि त्यहाँनिर पिरो रहेछ यो सस होइन त होइन चल्छ हामी नेपालीहरूको डल्ले खोर्सानी खाने मान्छे गुड 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 चाहिँ तपाईँको के त त्यही त हो काम ड्युटी काम र ड्युटी भने त एउटै हुन्छ रुम ड्युटी भन्न खोजेको अब त्यही हो के अरे हड्डी नभएको जिब्रो अलिकति चिप्लिन्छ कसै कतिजना मान्छेहरूले भनेको थियो म युएस पनि जान्छु अमेरिका पनि जान्छु भनेर भन्थ्यो यो चोकेर खानु कस्तो यसैबाट हिट पाउनु पाइन्छ क्या मजा आउँछ क्या अब मेरो पसिनै हुन्छ अहिले एकदम देखाएर खान्छु चटनी त हल्यो हुन्छ नि स्पाइसी तर डिप गरे होइन यो भागमा मात्र पऱ्यो क्या त्यो हुन्छ नि स्पाइसी आइटम क्या एउटा भन्दा बेसी कुखुरा होला त यो डेढ कुखुरा होला खाइहाल्यो नि त अब खन्चुवा सानकोमा आयो क्या यस्तो भयो क्या मैले नखाने खन्चुवाले खाइहाल्छ नि ठिकै छ त मोटो मान्छेले मात्रै खान्छ भन्ने हुँदैन नि त यो भनेको चाहिँ हुन्छ नि अलिकति हुन्छ नि मोटोले भन्दा हुन्छ नि झन् त्यो अलिकति फिट मान्छेहरू पातलाहरूले चाहिँ धेरै खाँदो रहेछ क्या म गाउँतिर जान्छु होइन अनि त्यहाँ हुन्छ कि यस्तो मोटो खाना चाहिँ यति खान्छ भनेर हुन्छ नि जसले पनि मलाई भन्छ कि गाउँतिर भने क्या अनि त्यही भएर चाहिँ मैले नि हुन्छ नि अनि मेरो हजुरआमाले पनि भन्नुहुन्थ्यो क्या मोटो मात्र रहेछ त्यो कुरा गर्दो रहेछ क्या उतातिर मोटो मात्र रहेछ खाना त यति त रहेछ नि हुन्छ नि उनीहरूले त खान्छ नि त गाउँको मान्छेहरूले त किनभने मेहनत गरेको हुन्छ नि त दिनभरि कामको थकाइ होइन त्यो के अरे खेततिरको थकाइ अनि त्यसपछि त्यहाँबाट आयो त्यो कस्तो हुन्छ भने ताइचिङको भात क्या
टाइचिनको चामल टाइचिन चामल भनिदिन्छ कि एउटा लोकल चामल क्या अनि त्यो खाएपछि त्यो कस्तो हुँदो रहेछ आन्द्रा अलिकति खुलेको हुँदो रहेछ खुलाइदिँदो रहेछ सानै बेलामा अनि बाहिरको अरू चामल त उताको त्यो टाइचिन चामल एक जान्छ भने बाहिरको चाहिँ गएर त्यो बासमती नासपति भन्ने चामलहरू चाहिँ 2-3 हानिदिन्छ दाइ त्यस्तै मान्छेहरू चाहिँ ल एउटा सेलरोटी हान्नु दाइ यो चाहिँ हाम्रो मलाई पिरो भयो प्याजको सेलरोटी आयो गुड मेरो हालचालै मेरो मोटो मेरो यो थियो गुड प्लस गुड इक्वल्स टु भेरी गुड जहाँ पनि जसले जे भन्दा नि गुड चलिरहेको खोइ के भएको थाहै छैन होइन सबैको आफ्नो आफ्नै हुन्छ कि अब जस्तो हुन्छ नि यो तिमी चाहिँ कुनै इन्डियनहरूको त्यो हुन्छ नि त्यो फुड च्यालेन्जहरू फुड ब्लगहरूमा चाहिँ एउटासँग चाहिँ मान्छेहरू रिसाइरहेको देखिरहेको थिएँ मैले हुन्छ नि त्यो चाहिँ होइ भन्छ नि त्यो वर्ड हुन्छ नि तर म्याक्सिमम मान्छेहरूलाई चाहिँ इरिटेट बनाउँदो रहेछ कि म पनि नोटिस गर्दैन होइन तर यो मान्छेहरू हुन्छ नि जुन चाहिँ यो कसैले त्यो के बनाए चटपट के बनाएर आउँछ अनि त्यहाँको किनभने प्याज डाल्यो क्या त्यसमा चाहिँ हुन्छ नि मान्छेहरू चाहिँ हुन्छ नि किनभने धेरै ब्लगरहरू त्यही गरेर त्यो कुकहरू चाहिँ बनाउने मान्छेहरू हुन्छ नि अनरहरू चाहिँ रिसाउँदो रहेछ क्या अब ओइ भन्दा मलाई दिँदैन हुन्छ नि त्यो टाइपको हुन्छ क्या तपाईँ साँच्ची दुबई आउनु भयो कति भयो म 13 वर्ष चाहिँ भइसक्यो तिमी आगे कति भयो अहिले लगभग तिमी आगे पनि धेरै भइसक्यो त 4 वर्ष भयो 4 वर्ष मात्रै धेरै जस्तो लागिरहेछ हो होइन 4 वर्ष मात्रै 4 वर्ष भयो तर मैले मान्छेहरू आउँछ नि उनीहरू आउँछ बेसी उनीहरूको स्ट्रगलहरू सुन्दा फेरि होइन कस्तो हुन्छ नि होइन हामी खाँदै पनि गर्नुपर्छ है फेरि अर्को 2 घन्टा लाग्छ होइन यो टाइम लाग्यो क्या खान्छ यो सकिन्छ सक्नुपर्छ अहिले यसमा डिप गरेर खानु पऱ्यो क्या म चिकनमा आउँछु अहिले डायमन्ड भन्छ नि यसलाई होइन तर मलाई याद हुन्छ नि म जहिले पनि हुन्छ नि कुकिङ गर्छु या त मैले तिमीलाई चाहिँ गेस्टको लागि बनाउँछु नि खानामा तिम्रो फेभरेट के चिकन लेग पिस तर आज म आएँ मैले चाहिँ स्टार हान्दै म एउटा कुरा चाहिँ के भन्छु नि मलाई हाल्नुपर्छ क्या हुँदैन नि त्यसरी खन्छ सालले चाहिँ आज त मेरो चाहिँ हुन्छ नि आज त ठिकै छ भोलि चाहिँ देखाउँदिन ल के हुन्छ के हुन्छ यस्तो भयो क्या सबलाई थाहा छ म स्पाइसी खाएपछि के हुन्छ सब बिहान आइसक्रिम लिएर जानुपर्छ एनिवेज म मान्छेहरूको चाहिँ कति स्ट्रगल होला के होला कसो होला थाहा छैन होइन तर मेरो चाहिँ म जुन दिनदेखि यो ठाउँमा आएँ होइन दुबई आएँ बसेँ डे 1 फर्स्ट डे हामी म ल्यान्ड भएपछि दाइसँग अहिलेसम्म दाइसँगै छु फ्यान्टास्टिक रमाइलो भइरहेछ होइन तर आउन पाएको छैन मान्छेहरूको हुन्छ नि यो दुःख त्यो दुःख सरी यो टेन्सन त्यो टेन्सन होइन यता अग्रम बग्रमहरू हुन्छ नि दाइ तर थ्याङ्क यू दाइ यार मैले त्यस्तो पाएँ यार अब आउन साथै भोक लागिरहेको थियो दाइ भोक लाग्यो भने होटल पहिला ब्याग स्याग राख्नु भयो होटल बुक गरिदिइहाल्नु भयो लगाएर राखिहाल्नु भयो त्यसपछि त्यहाँबाट त्यहाँ दामी भइहाल्यो त्यसपछि त्यहाँ दाइ भोक लागिरहेको छ अनि तल आएर यहाँनिर एउटा रेस्टुरेन्ट छ त्यो रेस्टुरेन्टमा लगेर खुवाइहाल्नु भयो होइन म कसम यार यति धेरै नान खाइएको थियो नान चिकन यहाँ भन्दा पनि होइन हाम्रो कनेक्सन चाहिँ हुन्छ नि नेपालमा चाहिँ धेरै राम्रो भएको थियो हामी गयो नि त नेपालमा फर्स्ट भेटमै हाम्रो मानस होइन मानस ब्रो अनि सुजन ब्रो हामी मानस सुजन राम्रो कनेक्सन स्टार्टिङ भयो कि त्यहाँ नि हुन्छ नि एउटा कमेडी छ कि त्यो हाम्रो रुटमा बसेको थियो नि एकचोटि त्यहाँको मानस सुजन अजित होइन म्याक्सी दर्शन क्या हो सारा टु यु गाइस गर्ने यस्तो थाइ गुड त्यो भन्दा भन्दै पनि अब के भएको थियो भने त्यतिखेर त्यो दिन अलिकति खतै के भन्दै यो प्लानिङ नै गरे हाल्यो तिमीले यो खानुपर्छ दाइ म यही मात्रै डिप गरिरहेको छु म 2 चोटि फसिसकेको छु तिमीले एकचोटि तिमी चाहिँ म ओरन्डोल सरी यार मेरो यो पिरोले कोड पनि क्लियर भएन के दाइ स्टार्टिङ हो दाइ हाउस 1 मा बस्दाखेरि तिमी 2 मा जाँदाखेरि एकचोटि तिमीले चाहिँ बर्गर अनि प्लस रामेन नि बनाएको नि
अनि पारी गरेर चाहिँ खाथेँ नि तर मेरो आँसु नै हालेर माटो थोप्रै बिग्रे जस्तो भयो त्यति हाम्रो यही मोमेन्ट यही त थियो कि हुन्छ नि रामेन खायो होइन वाह वाह गऱ्यो होइन अनि बर्गर खाँदै हुन्छ नि याद छ कि छैन तिमी थाहा छ मलाई क्लियरली थाहा छ मसँग त्यसको त्यो फोटो पनि होला चाहिँ सायद इफ भयो भने आई विल एड द्याट फोटो अल्सो इन दिस भिडियो दाइ मेरो त हेर्नु यहाँ डल्लै छ त्यही स्पाइसी डल्लै यो स्पाइसी इज लाइक हुन्छ नि हेल हो हेल मलाई स्पोन्स एउटा थियो एउटा म यो हान्न चाहन्छु म यो खान चाहन्छु नै तर त्यो ठाउँमा के अरे हामी जुन यो म्याक्सीहरू हामी सबजना भेट भयो नि यसो भन्थ्यो कि स्टोरी चाहिँ पहिला सबजना भेट्यो साथीभाइ टन्न थियो खानेकुरा टन्न अर्डर गऱ्यो पुरा प्लेट भरि थियो होइन टेबलभरि टन्न खाइयो अनि त्यो टन्न खाइसकेपछि अनि छ्याङ खाँदै खाइरहेको थियो फेरि सबजना पेट ढुस ढुस चामलको जुस चामलको जुस चामलको जुस सबजना पेट ढुस ढुस अनि चामलको जुस सही हो त अनि त्यसपछि त्यहाँ भुँडी फुलाएर पनि थाल्यो यार पिन ड्रप साइलेन्ट भइसकेको थियो नि त त्यहाँ रेस्टुरेन्टमा त सानसुनी केही थिएन अनि मलाई सट्ट के मुड चल्यो अनि मैले एउटा अर्कै खालको रक्स त्यो मगाएँ पदार्थ कोदोको मुस्ताङ जस्तै मुस्ताङको जस्तै एउटा झोल पदार्थ मगाएँ त्यो झोल पदार्थ मगाइसकेपछि आधी लिटर होला त्यो झोल पदार्थ सबजनाले इन्भाइरोमेन्ट चेन्ज भइदियो त यार सबजना हल्ला गरेर कराएर अनि त्यसपछि एक अर्काले कसले चाहिँ टिप्स दिने भन्दै त्यो के अरे वेटरलाई हो त्यहाँ चलिरहेको थियो याद छ तपाईँलाई अनि त्यो दियो अब त्यहाँनिर के भयो भने सानलाई क्लब जान मन लाग्यो त्यहाँनिर क्लब जान मन लाग्यो अब के गर्ने अब त्यो एरा नै त्यस्तै थियो क्या खाएपछि क्लब जानै पर्ने टाइपको अनि क्लब गयो क्लब गएर के अरे जाने भने त भएन तर त्यो टाइम त्यस्तै थियो अब पैसाको सर्टेज कहिले के अनि त्यसपछि मेरो एटिएम मसँग थिएन अनि ल स्पोन्सर मै गर्छु भनेर भन्ने जस्तो गरेर होइन एउटा कुरै मात्रै थियो नि त्यो त जानको लागि डेन्जर फनी लाग्थ्यो कमेडी लाग्थ्यो त्यो पनि हुन्छ नि स्टार्टिङ भन्दा पनि त्यो इन्डिङको त्यो पेमेन्ट टाइमको हुन्छ नि मोमेन्ट हुन्छ नि दाइहरू अर्को ठाउँबाट गयो होइन तर म चाहिँ भन्दिनँ नाम चाहिँ नभनौँ होइन तर हुन्छ नि म चाहिँ गएको हो कि पेमेन्ट गर्नलाई गएको होइन तिमी त आफ्नै दुनियाँ थियो तिमीले चाहिँ मलाई चाहिँ पैसा थिएन ब्रेन हाम्रो के भन्ने चाहिँ सर्ट खुलाइदियो नि त तिमीले मलाई नक्थ्यो होइन अन्त तिमी त आफ्नै दुनियाँमा थियो कि म्युजिकमा यताउतिमा थियो होइन पुरै वाइल्ड भइसकेको थियो अनि त्यही पनि म पे गर्छु भनेको त हुन्छ नि मेरो अगाडि फुत्त निक्ल्यो कि एकजना ट्विट लागेर त मजा हानिदिन्छ होइन कि म पे गरिदिन्छु केही छैन भन्दा नि उसले पे गर्दै हाल्यो कि ठिकै छ भोलि त्यहाँबाट निस्किएर जाने बेला पे गरिसकेपछि पे गरेको मान्छे फेरि भनेकोबाट लड्थ्यो त्यही दिनको फेरि त्यो इन्डिङ झन् अझै खतरनाक छ अझै के भयो सबलाई भोक लाग्यो अनि अर्डर गर्न को गयो खन्चुवा सान चाहिँ भित्र गयो अनि अर्डर गर्न गयो होला नि भन्यो म त याद छैन सबजना बाहिर वेटिङमा क्या अनि उसले बर्गरहरू यताउति त्यहाँ पाउने चाहिँ त्यहाँ लिएर गयो तिमीले चाहिँ हुन्छ नि कुर्यो अनि लास्टमा त इन्डिङमा छ मजाले एक्लै हानेर चाहिँ हुन्छ नि मजाले दन गाएर चाहिँ हुन्छ नि बर्गर सर्गर यताउति हाने खै हामीलाई भनेको त लास्टमा त हुन्छ नि मैले खाइसकेँ त्यो रियाक्सन नि कस्तो भन्छ नि उसले चाहिँ मजाले बर्गर र उस चाहिँ खायो होइन तिमीले होइन हामी 6 जना कि 7 जनालाई तिमीले 2 प्लेट हुन्छ नि लास्टमा त्यहाँ रेस्टुरेन्टमा रहेको नै त्यही 2 प्लेट जति मोमो थियो होला कि सायद त्यतिखेर यो मेमोरी हो कि यो भनेको हुन्छ नि मेमोरी चाहिँ भएर आएछ कि हुन्छ मैले चुरोट किनेको 1000 रुपियाँ टिप्स सुटीलाई 2 रुपियाँ दुईटा कि एउटा चुरोट किन्दाखेरि 1000 रुपियाँ दिएको चाहिँ थाहा त्यो चाहिँ याद छ फेरि त्यहीमा झलसै याद भएको थियो त्यो पनि मलाई कहाँबाट याद के भएर याद भयो सुजनले गरेर याद भयो सुजनले मलाई भनिदियो होइन त्यस्तो भएको थियो पैसा बाँड्दै हिँडेर पैसा गरेर हिँडेर भनेर पुरा गरिरहेको थियो मलाई भोलि त मेरो स्कुल फी अब झ्यापाको बेलामा पैसा तिरिहाल्यो होइन
ओभर कमेडी थियो यार तर त्यतिखेर त्यो रात है त्यो रात त्यसपछि चाहिँ बल्ल स्टार्टिङ भयो नि हाम्रो दुबईको जर्नी त बन्डिङ सुरु भयो अनि खास तिमी चाहिँ तर हुन्छ नि मैले यताउति केही नभनेको त तिमी चाहिँ हुन्छ नि आउँदैन थियो लिलिन तैँले अर्को पिस्लिन च्याउ लाएर कत्रो ठुल्ठुलो ठुलो एउटा पिस्लिन ओलिनुपर्छ है सानसानो भन्नुहुन्छ त्यसैमा डिप गर्नुपर्छ त म त तर थोरै त्यस्तो ठुलो त नभन न हुँदैन यो यो स्पेशल सस ल ल होइन नि बाटो छ नि ए हुँदैन त्यसरी यस्तो हुँदैन हो भने खाने नै यसरी हुन्छ यो स्पेशल घरको हैन घरमै बनेको अचार हो के यो मैले पनि मैले अहिलेसम्म जति पनि भिडियो बनाए त हैन मैले गरिरहेको थिएँ नि हो त्यो पिरो साँच्ची हो कि होइन रहेछ त अहिले तपाईँले 2 शट हान्दा फेरि नै थाहा पाउनु भयो मान्नु भयो नि पिरै खाएको रहेछ भनेर मजा नै यसमा खाएको क्या तर यार दियो भने त्यही कुरा गर्दाखेरि होइन दुबई आएर मैले चाहिँ यसरी दुःख पाउने यहाँ भयो त्यहाँ भयो यस्तो उस्तो भन्ने कुराहरू चाहिँ मैले अहिलेसम्म पाइनँ कि किनभने आने दाइ साथमा थिएँ रमाइलो गरेका थियौँ बसेका थियौँ खाइरहेको थियौँ त्यो बेलामा स्पेसल बनाएर राखिदिनुहुन्थ्यो तिमी आफै एक त तिमी नै हुन्छ नि अलिकति इन्टरटेनमेन्ट टाइपको थियो अनि सपोर्टिङ मैले भन्दा पनि धेरै मान्छे छ नि त अब जस्तै मानस भयो त्यो बेलामा रमाइलो थियो सबजना सपोर्टिभ थियो अनि त्यो मानसले त हाम्रै पारिपट्टि ठ्याक्क काम गर्दा रहेछ क्या मलाई अहिले पनि अस्ति चाहिँ हाम्रो गणेशको मामा होला सायद विशाल मामा होइन अर्को चाहिँ विशाल होइन विशाल मामा चाहिँ बाहिर गइसकेको छ कि त्यो अर्को चाहिँ मामा चाहिँ छ कि अझै पनि उनीहरू पनि हुन्छ नि त हेल्पफुल थियो नि त बिहान बेलुका अब तर तिमीले चाहिँ मलाई चाहिँ भोलि चाहिँ गाह्रो बनाउँछ कस्तो म भने खाना त पर्यो नि त है सो नै खानेको खन्चुवा चान्दै यो कपडामा लाउला बाहिर फालिन्थ्यो मिसानो ठिक छ मेरो एनिवेज पिरो चाहिँ पिरो ओभर पिरो छ है तर मैले आज चाहिँ पिरो खाँदिनँ किनभने अस्तिको पनि बबाल पिरो भएको छ क्या तपाईँलाई थाहै छैन मेरो ओठमा लागेको छ अन्त हल्का रेस्ट गऱ्यो भने चाहिँ रिलिफ भयो मलाई त हुन्छ नि अनि अघि मैले बिचमा मलाई हुन्छ रिलिफ भइसक्यो अहिले फेरि तिमीले डिप गरेन चम्चाले हालिदिएर आएछ नि तिमीलाई चाहिँ मलाई होइन तर मलाई चाहिँ यो चाहिँ दाम लाग्यो मलाई यो मैले हुन्छ नि यो खासमा चाहिँ इग्नोर दिने हाम्रो यो डिसबाट चाहिँ खाँदिनँ भने तपाईँ तर कहाँ मेड इन कुन हो यो जुस भने कति मिठो हो भने यो मेड इन मुस्तान पिरोले गरेर बोल्न नसक्ने अघि त मेरो त भइसक्यो ओर्नै निक्लिँदैन भने के हुन्छ नि भन्दाखेरि हुन्छ नि भन्छ क्या खन्चुवा सानको उसमा आएर इजी चाहिँ छैन है गाह्रो छ तर खाँदैछु सकिन्छ सक्छु मेरो पब्जीमा 107 किलो खान नि त नामै अनि 107 केजी चल्म छैन है अनि अहिले के भइरहेछ त हाम्रो सहरतिर सहर भन्नाले पोखरातिर यताउति रमाइलो यताउता रमाइलो खाने तिम्रो मेरो सँगै कहिले मिलेन एकचोटि आएको म फर्किने तिमी चाहिँ जाने अनि लास्टमा चाहिँ दाइले गर्दा म नेपाल आएको त्यो बार्बिक्यु गर्दा नि मैले त्यो यस्तो भएको दाइ म नेपाल जाने वाला नै थिएन त्यो समय नेपाल जाने सोच्नै थिएन म यतिकै बसिरहेको थिएँ सुतिरहेको थिएँ कति दिन भइसकेको थियो अनि त्यसपछि त्यहाँबाट के भयो भने तपाईँसँग भिडियो कल भइरहेको थियो कहाँ दाइ त भिडियो कलमा हो टक्क राखेर टक्क बार्बिक्यु गरेर फेरि दाइको घर पनि त्यहाँ दामी के टक्क घरको अगाडि टक्क त्यो स्पेस अनि स्पेसबाट उतातिर पुरै भ्यू के फुल भ्यू डाँडामा टक्क बसेको यस्तो सरी
चिल है अनि त्यहाँको इन्भाइरोमेन्ट चिसो टाइपको इन्भाइरोमेन्ट अनि त्यो बार्बिक्यू टक्क सेकिरहेको होइन मासु सेकिरहेको लेग पिच छ अरे अनि लेग पिस हो त्यो माथि सानो त तिम्रै लाग्यो भनेर आधा यस्तो अनि त्यसपछि त्यहाँबाट के अरे म यता भिडियो कल गरिरहेको छु यसो हेरिरहेको छु मलाई मुखबाटै थुक आइसक्यो सेट अब त जानै पर्छ भनेर तत्कालीन टिकट काटेर तत्कालीन हिँडेको म तर म फर्किने बेला भएको थियो नि त पोखराबाट चाहिँ तर भेट चाहिँ भयो फेरि भेट चाहिँ भयो लास्ट डे भयो तर रमाइलो नै भयो त्यो दिनमा हुन्छ तपाईँ अलि लेट तर म तिमीले त भन्दै थियो बस्नु अब यसो हल्का टाइम थप्नु भन्दा थियो अब त्यसमा नै चान्सै थिएन कि त्यो छुट्टी थप्ने यताउति किनभने म अलरेडी नै एक्स्ट्रा बसिसकेको थिएँ कि त्यतिखेर हामीहरू माथि त्यो एउटा रेस्टुरेन्टको रुपटपमा तर त्यो यो काठमाडौँ मेरो साथीहरू जति अब तिमी सुजन यिनीहरू छ नि केटाहरू छ नि सबलाई चाहिँ जस्तो हुन्छ नि त्यहाँको लोकेसन भ्यूहरू मन पर्यो होइन अब त झन् घर बन्दैछ अब चाहिँ फाइनली अब घर बन्दैछ होइन घर बनेपछि चाहिँ फेरि हुन्छ नि त्यसपछि केटाहरूलाई चाहिँ वेलकम चाहिँ हुन्छ बवाल वेलकम ल हामी आउनेछौँ रमाइलो गर्नुपर्छ धेरै रमाइलो गर्नुपर्छ है सुजन अतीत सब हामी होइन वेलकम है हामी जानुपर्छ गएर बाबा रमाइलो गर्नुपर्छ हाम्रो यो वर्ष त भयो नि त बाबा केटाहरू सब आएको भएर ए हो 5 दिन क्रिसमसमा आमामा कम वाइल्ड भयो भने तिमी मात्रै हमिस भयो म चाहिँ यतै थियो मानस पनि धेरै भयो त्यो त कता खै गायब भयो होइन मलाई चाहिँ अहिले चाहिँ तिमी नेपाल गयो भने के हो यो फेरि बर्गर तरिकाको बर्गर त्यो बनाएको बर्गर नि देख्यो नि कस्तो तरिकाले के बनायो भनेर चेन्ज गर्नु चाहिँ अब के यत्रो मुख थाहा हुँदैन मलाई थाहा गर्नु खोजे के हो मलाई थाहा भइसक्यो यो सँगै खानुपर्छ कि यो कस्तो भने नि पिरो भयो क्या त्यसलाई कस्तो ओभर पिरो भइसक्यो अनि गुली हालेर अलिकति च्याप पारेको त्यो खोजेको मैले अनि त्यो पनि हो अनि तिम्रो खाने तरिका थाहा मेरो थाहा नि फेरि यो त हाम्रो माइतीमा ल त्यही पनि ल हैन त्यस ल च्याप लाएर खानु चाहिँ हाउस भयो जानु अनि चिकन हाल्नु पनि होला यसलाई चाहिँ डबल भयो क्या तिम्रो एभरेट किरेर होइन डक्क लाएर भित्र चिकन हालेर डक्क हाल्नु सबै खाने हो नि त एक्स्ट्रा हो सरी सेकेन्ड बाइट मलाई पनि चाहन्छ ब्रो आइयो जुससँग दामी भयो भिडियो गर्नु जान्छ ना तिम्रो त जान्छ एउटा फुल माइटी सकेर मैले आएर सक्दैन तिमीले हुन्छ नि नेक्स्ट लिएर आउँथ्यो नि दाइ भिडियो सर मेरो मोबाइलमा भिडियोहरू दियो हाम्रो हुन्छ नि खानाको यताउतिमा तर तिमीले चाहिँ हुन्छ नि ढिलो गरे कि यो हुन्छ नि जुन चाहिँ यो तिमीले चाहिँ स्टार्टिङ गरे नि त यो च्यानल खन्चो सानको यो खन्चो सान अहिलेबाट होइन कि यो भनेको जमानादेखिबाट हो होइन अझै त्यो जमानामा खाएको थिएँ भने मान्छेहरू हुन्छ नि अझै बिहान हुन्थ्यो कि हुन्छ नि तर टिकटक त छ नि त टिकटकमा त भिजिट गर्दा हुन्छ नि त तिम्रो त्यो होला नि त त्यो युट्युबमा के छैन अहिले छैन हो र तर त्यो टिकटकमा भिजिट गर्ने मान्छेहरूले हेर्छ नि त तर त्यो च्यानल छैन क्या तिम्रो त पछि चाहिँ साँच्चै अर्को फेरि बाबा लाइन भयो यसले गर्दा मलाई पिरो काट्दियो तर सकिन लाग्यो त अनि अघि हेर्दा यति धेरै थियो खाँदो रहेछ खन्चुवा सान्दाईको उसमा आएपछि चाहिँ खाना चाहिँ यति चाहिँ खाना चाहिँ पर्छ है एउटा जस्तो हुन्छ क्या इन्भाइरोमेन्टले गर्दा पनि हुन्छ क्या खान सकिन्छ कि सकिँदैन भन्ने मेहनत पनि गरेन उहाँबाट मलाई ढाड दुख्ने हेरेर जुस लिन गएको अनि दिस इज ओन्ली अ जुस rather than nothing okay बलियो जुस दामी मलाई बर्गर यो जुन तरिकाले खाएको थियो हामीले यो त चिकन डायमन्ड जस्तो भयो त के डायमन्ड अघि मलाई एउटा डायमन्ड परेको थियो यो डायमन्ड हो यो डायमन्ड सियो डायमन्ड हो यो डायमन्ड हो नि ल खानु त यो त हाम्रो पोखरामा एउटा दाइ हुनुहुन्छ कि चिकन डायमन्ड गर्दै होइन होइन डायमन्ड चेपको भएपछि चिकन नखाएको डायमन्ड चेपको भएपछि डायमन्डै भनिदिनु त्यो यो चाहिँ टेस्ट हो चाहिँ के छैन खायो सरी थाहै अब टेस्ट हो यो थाहै होइन यो त अब चिकन हो कि चिकनको थाहै हो कि टेस्ट हो भनेर चाहिँ त्यही गरेर सोध्नु पकाउने मान्छेलाई सोध्नु पर्यो किनभने चाहिँ अब मेरो त 1000 हो लागि मेरो बाँच्ने उयो के अरे 1000 वर्षसम्म हो बाँच्नुपर्छ क्या अर्थमा ए आई हेभ टु लिभ इन दिस अर्थ होइन त्यो 1000 इयर्स के सो
कस्तो हुन्छ भने अब त्यति बेरसम्म बाँच्नु पर्यो त्यसपछि चाहिँ अब माथि गएर चाहिँ म सोध्छु तिम्रो यो चिकन थियो कि चिकनको तिमी चिकनलाई गर्छ सोध्छु तिम्रो यो छाती थियो कि थाहै थियो त त्यो मान्छे जान्छन् त्यो मान्छे फेरि बुढो भएर फेरि अर्को उसमा पुग्ला नि फेरि अर्को पछि गर्नुपर्छ तर छोड्ने होइन छोड्ने होइन सेलरोटी खाने सेलरोटी के अरे हाम्रो लसुन कि प्याज म कहाँ दाइ अस्ति भिडियोमा होइन धनियाँ भन्न लाग्यो धान भन्दैछु मा कसम यो के हो धान हो के हो भन्दैछु होइन धनियाँ भन्नु लाग्यो धनियाँ ए त्यसो मैले हाल्नु है यो लास्टमा हान्नुपर्छ मेरो नै खान्छ यहाँ दुईटा दुईटाले अब दुईटा हुन्छ त यो त के पाता छाला हुँदा यो चाहिँ पुरा गरेको चाहिँ उता त्यो चिकन डायमन्डको के भन्छ डायमन्डको लुगा कभर स्किन या स्किन छाला लास्टमा फाइनलमा चाहिँ छाला मेरो छ नि त छ नि पुरा जल्न थाल्छ म त उयो खाएर नि मैले त बनाइसकेको जर 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 भइरहेको बबाल चाहिँ हेरियोस् पिरोबाट सेफै छ अझै र अघि त त्योहरू फोकस छ यस्तो यस्तोमा गरेर आइज नि त मेरोमा टक्क लाएर नेक्स्ट पार्टी कोही आयो भने नेक्स्ट गेस्ट चाहिँ को आउने हो चखाइदिए हुन्छ चखाइदिए होइन खुलाइदिए हुन्छ गर्नुहोस् न एक चम्चा जस्तो खुलाइदिनु त्यो मासु बनाउनु ल लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु त्यही पऱ्यो यहीँ पऱ्यो क्या एकचोटि त झाप भयो है दाइ लुगा सुगा च्यात्यो खत्रै भइदिनु त्यो स्टार्टिङदेखिबाट तिम्रो रुमसम्म आउने कि फुल भिडियो छ मसँग छ त्यही फोनबाट खिच्यो भने मेरो फोनबाट खिच्यो भने होला तिम्रो चप्पल हातमा बोकेर हाइवेमा कमेडी हो त्यो होइन म त फ्रेस थिएँ कि हुन्छ नि तिमीहरू दुईजना चाहिँ त्यो स्टार्टिङ भयो नि त उता मनोजको अनि उनीहरूको चाहिँ स्टार्टिङ पऱ्यो नि त उता पाकिस्तानहरूसँग त्यतिखेर चाहिँ त्यतिखेर त कहाँ त्यो भ्लगिङ गर्नु थाल्यो त्यो गएर बिस्किन त्यो हाम्रो मन्जु गएर चाहिँ त्यहाँनिर केरकार जोसँग जाने गरेर बोलिदिने सबैलाई त कहाँ पर्छ म त भ्लगिङमा थिएँ थाहा तिमीलाई मैले भिडियो पनि खिचेको थिएँ कि त्यो वार पर्दा पनि म त अनि एकजना भाइले चाहिँ समाजमा दिएर चाहिँ मन दौडिरहेको थिएँ नि त लास्टमा कोसँग झगडा गरेको थाहै छैन फेरि त्यही हुन्छ नि पठानीहरू मात्रै कोसँग पऱ्यो कोसँग के मनोजले यो पनि देखाउँछ त्यो पनि देखाउँछ अब कोसँग झगडा हो त्यो ठाउँमा फेरि रुममा आयो छुट्टै हो फेरि अनि त्यही दिनमा पछि चाहिँ रुममा आएर चाहिँ स्टार्टिङमा होला सायद मन्जुसँग चाहिँ मेरो चाहिँ हल्का डिस्कस परे जस्तो भयो कि लाइटसँग चाहिँ जिग्री गर्दै कुरा गरेको त्यो भिडियो याद छ कि छैन त्यो मसँग छ त्यो भिडियो म तिमीलाई सेयर गरिदिन्छु भोलि अनि तिमी चाहिँ पछाडिबाट चाहिँ के सिकाउँदै थियो कि हुन्छ नि म चाहिँ क्यामराम्यान थिएँ ऊ चाहिँ लाइटसँग चाहिँ कुरा गरिरहेको थियो कि जिग्री गर्दै हुन्छ नि त्यतिखेरसम्म तिमी ठिक थियो पछि चाहिँ तिम्रो कपडा च्यातेको नि त्यही पठाएन यस्तो भयो खास मलाई चाहिँ के याद छ भने तपाईँ र हामी त यतै थियो त्यो उता गयो अनि त्यो उता गइसकेपछि के भयो भने म होइन त्यो उता गफ गर्दै 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 गयो अनि त्यसपछि त्यहाँबाट त्यो त्यहाँनिर ल्याङल्याङ हुन थाल्यो त्यहाँनिर ल्याङल्याङ भएपछि म दौडेर गएँ अनि मैले छुटाउनु खोजेको अनि लाइभ भिडियो नै थियो कि हुन्छ नि मैले चाहिँ हामीसँग एकजना को पनि थियो कि क्यामेरा चाहिँ मैले त्यहाँ दिएर होइन अनि मैले मुख छाडेको पनि त्यहाँ त्यो भिडियोमा आएको थिएँ कि म दौडिँदै गएँ त्यहाँ गएर चाहिँ हुन्छ नि कोसँग पऱ्यो तिमीहरूलाई पनि थाहा छैन कोसँग परेको भनेर म त झापहरू ल्यातो भइसक्यो त्यसपछि यो के अरे यो फेब ब्याङ्कको पछाडिसम्म चाहिँ तिमीलाई स्लिपर लगाइरहेको थिएँ कि त्यहाँ चाहिँ चप्पल खानु थाल्यो तिमीले म पछाडिबाट के गर्दाखेरि रुमसम्म त यहीँ हो नि त तिम्रो त नजिकै नि त अनि कहाँसम्म के गर्छौ भनेर हुन्छ नि हेरिरह्यो आफ्नै दुनियाँमा हाइवेमा के फेरि ल हुन्छ नि एउटा लाज पनि लगाइरहेको छ एउटा कमेडी पनि लगाइरहेको छ हुन्छ नि तर अब रातिको 2-3 बजी को हुन्छ र बाटोमा कोही पनि देख्दैन फाटेको लुगा हो अनि यहाँ आएर अनि यस्तो खै म ढोकाल दिन्छु होइन भनेर हुन्छ नि तिमी लगभग 5 देखि 10 मिनट त त्यो हुन्छ नि पाल्दै खोज्दै बस्यो होला क्या त्यो चाबीको हुन्छ नि यस्तो होइन देउकै म खोजिदिन्छु नि होइन मै खोज्छु पाल खोज्दा 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 फाइनली खोज्यो रुमभित्र फ्यात्त ल्याएर चप्पल फुत्त फ्याँकेर टाप म फेरि रुमतिर
म त वाइल्ड भइसकेको छु त्यतिखेर त वाल त हामी बाबाले भयो कति भयो माथि माथि 8th फ्लोरमा झन् त्यो कम रहिला हुन्थ्यो हाम्रो हो त्यहाँ माथि चाहिँ रक्सी त त्यहाँ खायो भने बेलुका भइसकेछ कहाँ 8th फ्लोर पार्टी तिमीले नि धेरै भयो त्यो यहाँदेखि एउटा के भयो नि राम्रो रमाइलो धेरै भयो त्यो ऊ छैन कि दुःख पायो टेन्सन भयो यहाँ भयो त्यो छैन होइन मान्छे जब गर्ने यताउति गर्दा नि गरिरहेको छ होइन रमाइलोको मोमेन्टभरि छुट्टै छुट्टै के हुन्छ नि अब जस्तो बेलुका भयो नि त सबैजना ड्युटीमा आउँथ्यो आफ्नो ड्युटीमा जान्थ्यो आउँथ्यो जोइन हुन्थ्यो हामी पो कन्टिन्यू हुन्थ्यो अन्त मान्छेहरू ड्युटी गएर फर्केर आउँछ नि हामी त्यहीँ हुन्थ्यौँ कि हो त यार है सेट सही हो मान्छे ड्युटी सकेर आएर धरि हुन्छ नि हामी त्यहीँ बसिरहेको छ कि ए यो एउटा कुरा तपाईँ बिर्स्यो क्या के त्यो मेरो भाइहरू आएको थियो मेरो प्यारो भाइ होइन अनि सुशान्त मेरो प्यारो भाइ धेरै मिस गरिन्छ त्यो मान्छेलाई आई लभ यु मेरो भाइ सुशान्त हेलो सुशान्त ब्रो अनि के अरे जङ्गल अफ दुबई तपाईँकोमा बसेर खाएको अनि हाम्रो राकेश सर मिस गरिरहेको छु भेटेको छैन क्या अनि त्यसपछि जङ्गल गएको होइन पुरा गुफामा गएर पुरा के अरे उनीहरू बेलामा गएको हो र ऊ तपाईँ म सुशान्त अनि के अरे राकेश झ्याङभित्र छिरेर झ्यापमा म त्यहाँबाट निस्किन्जेलसम्म झ्याप्थिनँ क्या त्यो बाटोमा जहाँ त्यो कोदोको जुस किन्यो नि अनि त्यसपछि उयसमा हाल्यो नि झोलामा हालेर लिएर गयो त्यो कोदोको जुस लिएर गइसकेपछि उता गएपछि त्यहाँ खाँदा फेरि हो कि के भन्दाखेरि म झ्याउँदै गएको क्या तिमीले वाइल्डै झ्याप भेप पनि खसायो कि फुटायो कि के भने होइन पछि खोज्नु पनि आएको थियो भेप पनि फुट्यो नै नि 180 कति भयो लात्तै फुट्यो ब्याङ्कमै भयो नि त्यो भेप भयो अनि के अरे मोबाइल हुर गरेर माथि उडाएको भुइँमा ब्ल्याक मेरो फोन फर्स्ट फुटाने भने तिमी त अनि यो फोन मेरो 12 हो र ल यो पछाडिको फर्स्ट मेरो फुटायो हो तिमीले त होइन तपाईँ र मेरो त दुवैजना एकैचोटि फुट्याएको खोइ के हुँदा मेरो चाहिँ हो खाना कसम त्यो त अफकोर्स अब नाम च्यानलको नामै अब त्यो छ त अनि थाक्नु परेन खाना खाँदा कसम हुन्छ नि म कहिले नि खाएन होला क्या हुन्छ नि यति धेरै एकैचोटि किनभने खाए पनि हुन्छ नि त सबले सेयर गरेर थोरै थोरै खाइन्छ नि त अब च्यानलमा आएपछि अफकोर्स खानै पर्छ यो त सक्नै पर्छ जस्तो तपाईँको पार्ट हो कस्तो यो मेरो होइन यो तिम्रो यो छ नि मेरो धेरै ठिकै छ एउटा एक सासमा खाइदिउँला नि अहिले मलाई चाहिँ चिकन विङ्स होइन म आफै डिप गर्छु अब त भयो अब तिमीले जति खुलाउनु बोलाइसक्यो मेरो पेटमा पुगिसक्यो भोलि बिहानको लागि पुगि पनि सक्यो तिमीले जे गर्न खोजेको थियो नि त्यो पनि भइसक्यो अब म आफ्नै तरिकाले खान्छु अब डन्ट वरी तर अझै पनि चोपिरहेको छु मैले चाहिँ पुरा गरेर खाएर गुवाममा खानु पर्यो एकैचोटि मान्छे माले गर्ने किन गर्दै ओठमै लाग्यो खान्छु गुड 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 बुझ्यो भन्नु नि तिम्रो चटपटभन्दा अगाडि पानीपुरीभन्दा अगाडि त्यो 2-3वटा जुस अनि सलाद आइटम के बोइदिनु फ्रुट्सहरू के सलाद होइन हो त्यो दामी लगाइरहेको थियो मलाई त्यो चाहिँ ठ्याक्क जुस पनि 3-4वटा फ्लेभरको बिटरुट हालेको थिएँ होइन ओरेन्ज जुस अनि के अरे वाटरमेलन र मिन्ट हालेको थिएँ अनि त्यसपछि क्यारेटको जुस अनि त्यसपछि ट्रेमा फुल आमामा दाइ यार खान नसकेर कम गाह्रो भएको थियो त्यतिखेर मलाई लास्ट लास्टमा खान नसकेको नि दाइ कस्तो गाह्रो भएको थियो जबरजस्ती हुन्छ नि त्यस्तो समय चाहिँ वाट गरेर भयो खेलौँ भने त्यसै खेलेको क्या अहिले म रुम बसेर यहाँ त्यो दही 1 लिटर दही थियो पुरै 1 लिटर दही हाल्यो 1 लिटर दही टन्नै छ फ्रुटमा मात्रै फ्रुटमा त यति भरि थियो क्या कम गाह्रो भएको थियो मलाई आमामा म त एकछिन त सबिस भइसकेको थिएँ तर फेरि के भन्नु न एउटा कुरा त्यो खाएँ होइन जस्तो खाएँ सक्यो होइन छुट्टै सक्यो
अनि एकछिन अब अटस मटस भएन के गर्ने हिडुल गरे हैन हिडुल होइन तर यो सलादहरू धेरै छिटो पच्छ क्या अब यो ल तिम्रो कन्टिन्यू गर पच्छ कि पच्दैन चाहिँ थाहा छैन भन्नु त्यही भन्न लाग्यो त्यो कन्टिन्यू गर हिडुल गरे हैन भएन गाह्रो भइसक्यो मलाई एकदम गाह्रो भइसक्यो हैन यता यार मैले त्यत्रो त्यो सबै ब्याङ्किङ हैन लास्टमा के भयो थाहा छ अनि ठ्याक्क 30 मिनट्स आफ्टर हैन यसो गरेर खाना हेऱ्यो क्या मिठो बास्ना आयो क्या हुन्छ तरकारी सरकारी होइन तर क्या मिठो बास्ना आयो अनि त्यसपछि खाउँ क्या भन्ने जस्तो भयो फेरि 2 थाल भात खाइदियो भने त्यसपछि मैले भने तिम्रो त्यो चटपट यो बेलामा त तिमीले खाना खाएन होला खाएन नि तर त्यो सलाद भनेको चाहिँ हुन्छ नि पच्ने चिज हो कि छिटो हुन्छ नि झन् फ्रुट्स यताउतिहरू तिमी हुन्छ नि मान्छेले राति चाहिँ किन खान्छ किनभने बिहान चाहिँ अलिक धेरै हुन्छ नि छिटो भोक लाग्छ कि बिहान धेरै खायो भने दिनभरि लेभलमा आउँछ होइन भन्छ नि त्यो एउटा अब जस्तै यो हाम्रो मुस्लिमहरू यिनीहरूले नै भन्छ कि बिहान चाहिँ हुन्छ नि राजा जस्तो बिहान हेरे कि अनि दिउँसोको चाहिँ खाना हुन्छ नि त लन्च टाइम हुन्छ नि त त्यो चाहिँ मन्त्रीहरू टाइपले खाने अरे कि अनि जब बेलुकाको खाना हुन्छ नि त्यो दासहरू टाइपको हुन्छ नि थोरै नर्मल त्यसरी खाने अरे कि राजा मन्त्री अनि दास तर हाम्रो चाहिँ राजा भोज अहिले चलिरहेको राति जब बेलुका हुन्छ त्यति राजा हामी चाहिँ त्यति उल्टो हुन्छ के खान्छ हामीहरूको दासी टाइपले हो कि सकेसम्म त खाँदै खाँदैन होला खानै खाइरहन्छ अनि दिउँसो नर्मली हुन्छ हल्का फुल्का होइन राइस साइसहरू तरकारी सरकारी हुन्छ इभिनिङमा सुत्ने बेलामा कसम हुन्छ नि चाहिन्छ कि खाना हामीलाई चाहिँ त्यही हो कि भने अब यो चाहिँ यही कुरामा यही खुसियालीमा लाइक सब्सक्राइब सेयर सबैजनाले गर्नु पर्यो ल हाम्रो कन्सर्ट सानको च्यानलमा चाहिँ धेरै हैन सपोर्ट चाहिरहेछ माया धेरै गरिदिनु अनि लाइक सेयर सब्सक्राइब त अनि प्लिज जसरी पनि हेरेपछि त्यो चाहिँ चाहियो ल चेस लास्ट हो हैन चेस यो खुट्टा यो पोखडा हात र खुट्टाको चेस भइराछ त यो खान पर्छ भइरहेछ यो चाहिँ तरिका स्वाट एक सर्टमा हड्डी मैले सकिन्छ होला चाहिँ सकिन्छ तिम्रो त ढोकाले एक बाइटमा ल सक्छ मलाई थाहा थियो ओइ बाहिर गयो बर्गर भागिसक्यो यो त म चाहिँ सक्दिनँ यो त होइन यो भनेको एउटा एक्स्ट्रा हो होइन खाइ नखाने हो तर रुममा खान्छु यसो डिप गरेर खानुपर्छ मजा आयो मजा आयो क्या त्यो मासु खानु मजा आयो नि त हजुर फेरि स्टार्टिङ पिरो रुगा लाग्छ एकछिन हामी बोलिराखेको कसैलाई डिस्टर्ब हुँदैन नि साइड साइडमा हामी कस्तो सबै पुरा बोलेको बोली कसै तपाईँले मैले बोले तपाईँले बोले अनि मलाई यहाँनिर छोयो क्या स्टुडियोमा छ हुन त बाहिर त कसले सुनाएर आगो निक्लिनु भने मेरो त आगो निक्लिनु लाग्छ भने यो यस्तै लटपट्यो कि मेरो त घर गर्थ्यो त्यसलाई फोन गरिदिउँ त मेरो कपडामा त लाउँला लाग्दैन प्लास्टिक पिरो गर्दा किन हुन्छ मेरो त्यो ठुलो थियो नि त त्यो लेग पिस ल्यापको थियो मेरो ठुलो थियो सरी गाइस सही इट्स ओके कसम दाइ फ्राइजलाई इग्नोर यो एक चम्चा कोही आएर म खान्छु म खान सक्छु भनेर भन्यो भने कसैलाई 5 दिन लाग्छ सक्दैन म तपाईँले भन्नु एउटा चिज हो त्यही चोमेर हो यस्तै पुस्तै अब यहाँ खसिराखेको टाउन मेरो पाइमा खसाइ खसेन के अरे यो एक चम्चा के होइन दाइ एक चम्चा 500 दिलाम सक्दैन तर खाइसकेपछि 500 भनेको छ नि त 5 छ नि त 5 मिनट्स विदाउट वाटर बस्नु पर्यो 5 मिनट कहाँ सक्छ म यस्तो डिप गर्दैन हुन्छ मान्छेहरू छ खाने स्पाइसी खाने तर यसमा मैले यो छैन फेरि के अरे यो धुलो पाउडर छ नि त्यस्तोहरू छैन यो डाइरेक्ट खुर्सानी मात्रै होइन मलाई यो स्पाइसी कस्तो लाग्यो भने मुखमा मात्र खाने लप्पा त पिरो होइन तर मर्निङमा इफेक्ट पनि पार्दैन जस्तो लागिरहेको छ मलाई किनभने जुन यो धुलोहरू यिनीहरूले चाहिँ इफेक्ट गर्छ यो सिधै खुर्सानी हो होइन यो के रातो घोका खुर्सानी रातो खुर्सानी अनि त्यसलाई चाहिँ त्यो के भन्छ तेलमा डुबाएर राखेको होइन रातो डल्ले खुर्सानी क्या तेलमा डुबाएर राखेको अनि तेलमा डुबाएर राखेर यो के अरे बेनीको खुर्सानी हो क्या
बेनी अँ। नेपाल नेपाल बेनी अँ। बेनीको घरको मलाई अर्ग्यानिक त मेरो दिदी बेनीको हो नि त मेरो दिदीले पनि यस्तै बनाएर राख्दैन तर खुर्सानी प्लस हुन्छ नि जति खुर्सानी त्यति लसुन पर्यो क्या ए लसुन चाहिँ छ नि यसमा अन्ली यो खोर्सानी मात्रै अब यसमा चाहिँ त्यो केही पनि नराखेको तेल अलिकति राखेर नुन अलिकति राखेर सोक गरेर राखेको अब यसलाई निकालेँ अनि मैले पिन्दे त्यो मात्रै राखेँ भए चाहिँ बबाल पिरो हुन्थ्यो यसमा मैले अनि केचप पनि एड गरेँ क्या हट सस होइन हट सस होइन टोमेटो सस क्या ए त्यो त म आफैले हालेँ हो त्यस्तै सस तपाईँले हालेको सस त्यस्तै मैले अझै एड गरेको थिएँ क्या अनि त्यसले चाहिँ ए त्यसले गर्दा अझै स्पाइसी कम भएको क्या त्यो मान्छे हालेको भए चाहिँ गर्दाखेरि आएको चाहिँ 100% देखिन्थ्यो अरू केही यो गर्नुपर्छ है कहाँ यो तिम्रो हो कहाँ मैले खाएँ भने यो त तल आफ छाला है सब्सक्राइब सेयर अनि कमेन्ट लास्ट लाइक ल यो त यस्तो यो सिम हामी मैले खाने गाह्रो भइसक्यो कस्तो भइसक्यो यो गाह्रो छ अरे ओभर गाह्रो भइरहेको छ वाह तर खन्चुवा सँगसँगै पनि बराबर खाइरहेको छ नि होइन सेम हो त्यहाँ Good, good, हेर्नुहोस् त्यहाँ कमेन्ट गर्नुहोस् बरु धेरै खायो होला बरु गेस्ट पनि खन्चुवा नै आएको छ नि फेरि होइन गेस पनि खन्चुवा ल यो म त यो चिज सोचिरहेको थिएँ क्या सुरुमा प्याज पो रहेछ यता यो हुन्छ नि अनि प्याजको त सेलरोटी म त हुन्छ नि प्याजलाई चाहिँ मजाले चाहिँ त्यो म्यास गरेर त्यो हुन्छ किमा बनाएर रोलरभित्र चाहिँ चिज हालेको कि भनेर सोचिरहेको थिएँ कि सुरुमा त्यो आएको थियो नि त तान्दा नि त्यो होला होइन यो पुरै हो यो फ्राइज चाहिँ सक्दैन अब चिसो भइसकेपछि चाहिँ खान सक्दैन सरी गाइस यो तलर खाइन्छ फ्याँकिन्न है गाइस हो कि होइन भन त फ्याँक्ने चाहिँ फ्याँकिँदैन 10 मिनट चाहिँ हाल्छ भुटेको आलु चाहिँ चिसो भइसकेपछि चाहिँ मिठो हुँदैन भन्ने चाहिँ जमाना दिएर सबैलाई थाहा त्यो भएर खाइराख्नुहुन्छ उहाँहरूले पनि थाहा हुन्छ कुखुराको मासु गरेर खाइयो अब यही अनुसारले भन्दैछु ल्याप्लुप सक्यो त ल्याप्लुप पारेर कमेन्ट गर्नुपर्छ अब सबले भिडियो हेर्ने बित्तिकै कमेन्ट चाहिँ चाहियो है हामीलाई कमेन्ट सब्सक्राइब ल यही भन्दै आजको भेटघाट आजको हाम्रो यो कुखुरा खुवाई अलिकति दामी नै भयो मजा आयो चुरुम पार्दै स्पाइसी पनि भयो हामी यो चाहिँ हान्न सकिएन है यो बाँकी छ कहाँ त्यो कम थियो नि यहाँ भोलि चल्यो खानै सकेन यो कसैले खाने हो भने प्लिज मलाई भन्नु होइन म स्पाइसी यो रेडी गरिदिन्छु होइन यसमा फेरि ओरिजिनल है यो त फेरि हल्का चाहिँ यसमा अझै पनि के छ भने त्यो हाम्रो केशवहरू हालेर चाहिँ अलिकति तर स्पाइसी ओरिजिनल चाहिँ खानु पर्यो नि फेरि ओरिजिनल खानु पर्यो म त यसमा त उनीहरूले पनि थाहा छैन नि त हामी त ओरिजिनलको लगाइदिने हो नि त मान्छेको सवाल भयो त हामी 500 दिराम 500 दिराम कटकटी आइन्छ एनिवेज अरे थ्याङ्क यू फर वाचिङ गाइज होइन हो अब यही भनिदिउँ अनि केही छ त अरू त्यही हो हाम्रो सान ब्रोले चाहिँ होइन धेरै स्ट्रगल गरिरहेछ मेहनत गरिरहेछ च्यानलको लागि पहिला पनि स्टार्टिङ गरिसकेको तर होइन अहिले चाहिँ फेरि अहिले चाहिँ झन् धेरै चाहिँ अब यसैमा चाहिँ उहाँले चाहिँ धेरै मेहनत अनि यताउति गरिरहेछ त्यही भएर माया देखाइदिउँ सबैले लाइक सेयर सब्सक्राइब त अब त्यो त हुन्छ नि अनिवार्य गरिहाल्छ हेर्ने मान्छेले कन्टेन्ट हेरेर त्यही पनि गर्नु पर्यो आफूलाई माया देखाइदिनु पर्यो अब त्यही हो अरू चाहिँ के हो अरू के भन्नु पर्यो दामी नाइस